लौ आउनुहोस्, आज हामी नमो बुद्धबाट लड्केश्वर बल्थली हुँदै खोपासीसम्मको रमणीय पदयात्रा हाइकिङमा निस्किएका छौँ। यस यात्रामा प्रकृतिको सुन्दरता, गाउँले जीवन र मनमोहक दृश्यहरूको आनन्द सँगै लिउँ। काठमाडौँको कोटेश्वरबाट राधे राधे, साँखु, बनेपारा, पनौती हुँदै रमणीय नमोबुद्धसम्म सवारी साधन मार्फत यात्रा गरिन्छ। त्यसपछि नमोबुद्धबाट लड्केश्वर र बल्थली हुँदै खोकनासम्मको रोमाञ्चक पदयात्रामा तपाईलाई लिएर जाँदैछु। कोटेश्वरदेखि पनौतीसम्मको दूरी करिब 27 किलोमिटर रहेको छ भने पनौतीदेखि नमोबुद्धसम्म थप करिब 10 किलोमिटर यात्रा गर्नुपर्छ। यो सडक यात्रा सहज र रमणीय छ। बाटोभरि हरियाली, पहाड, गाउँ बस्ती, धानबारी र प्राकृतिक दृश्यहरूले यात्रालाई अझ मनमोहक बनाउँछन्। नमोबुद्ध पुगेपछि सुरु हुने पदयात्राले प्रकृतिको सान्निध्यमा हिँड्ने अनुपम अवसर प्रदान गर्छ। शान्त जङ्गल, खुला डाँगा काँडा, रमणीय गाउँ बस्ती र मनमोहक दृश्यहरूको आनन्द लिँदै लड्केश्वर र बल्थली हुँदै खोकनासम्मको यो पदयात्रा हरेक प्रकृति प्रेमीका लागि अविस्मरणीय अनुभव बन्न सक्छ। नमो बुद्ध नेपालका प्रसिद्ध बौद्ध तीर्थस्थलमध्ये एक हो। यो काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा समुद्री सतहबाट करिब 1750 मिटरको उचाइमा अवस्थित यो स्थान धार्मिक, ऐतिहासिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। नमोबुद्धमा अवस्थित थाङ्गु तासी याङछे गुम्बा, स्तूप तथा विभिन्न धार्मिक संरचनाहरू बौद्ध धर्मावलम्बीका लागि विशेष आस्थाका केन्द्र हुन्। यहाँ वर्षभरि नेपाल तथा विदेशबाट हजारौं श्रद्धालु, पर्यटक, ध्यान साधक र प्रकृति प्रेमीहरू पुग्ने गर्छन्। धार्मिक महत्त्वका साथै नमोबुद्ध आफ्नो शान्त वातावरण, हरियाली पहाड, मनोरम हिमाली दृश्य र रमणीय पदयात्रा मार्गका लागि पनि प्रसिद्ध छ। यहाँबाट लड्केश्वर, बल्थली, खोपासी, पनौती लगायत परम्परा अनुसार भगवान बुद्धले आफ्नो अघिल्लो जन्ममा राजकुमार महासत्वका रूपमा भोकले छटपटाएकी बाघिनी र उसका शावकहरूको जीवन बचाउन आफ्नै शरीर अर्पण गरेका थिए। यही करुणा र त्यागको स्मरणमा यस स्थानलाई नमो बुद्ध अर्थात् बुद्धलाई नमस्कार भन्ने नाम दिइएको विश्वास गरिन्छ। बौद्ध गुम्बा, स्तूप, डाँडाकाँडा र घर वरिपरि टाङ्गिने रङ्गीन झण्डा र पताकाहरूलाई सामान्यतया प्रार्थना झण्डा, प्रेयर फ्ल्याग्स भनिन्छ। यी डोरीमा एकपछि अर्को गरी 1300 रूपमा बाँधिएका 5 रङ्गका झण्डा हुन्। लुङटाको अर्थ हावाको घोडा, विन्ड हर्स हो। झण्डामा सामान्यतया मन्त्र, प्रार्थना र शुभकामनाका प्रतीकहरू छापिएका हुन्छन्। आस्तिकको विश्वास अनुसार हावा चल्दा ती प्रार्थनाहरू चारैतिर फैलिन्छन् र सबै प्राणीको कल्याण हुने शुभकामना प्रसारित हुन्छ भन्ने विश्वास लिन्छन्। डाँडा कटेरी काभ्रेपलाञ्चोक जिल्लाको एक रमणीय पहाडी क्षेत्र हो
जहाँबाट हरियाली डाँडाकाँडा, सिँढीदार खेत, गाउँ बस्ती र मौसम सफा भएका बेला टाढासम्म फैलिएका हिमश्रृङ्खलाको मनोमोहक दृश्य अवलोकन गर्न सकिन्छ। नमो बुद्ध लड्केश्वर बल्थली पदयात्रा मार्गमा पर्ने यस स्थानले पदयात्रीहरूलाई केही बेर विश्राम गर्दै प्राकृतिक सौन्दर्यको आनन्द लिन उत्कृष्ट अवसर प्रदान गर्छ। चिन्डे गाउँ काभ्रेपलाञ्चोक जिल्लाको एक शान्त, सुन्दर र प्राकृतिक गाउँ हो। यो गाउँ नमोबुद्ध क्षेत्रको पदयात्रा मार्गमा पर्ने रमणीय बस्तीमध्ये एक मानिन्छ। हरियाली डाँडाकाँडा, सिँढीदार खेत, परम्परागत घर, घना वन र स्वच्छ वातावरणले चिन्डेलाई प्रकृतिप्रेमी तथा पदयात्रीहरूको आकर्षक गन्तव्य बनाएको छ। नमोबुद्धबाट लड्केश्वर, बल्थली हुँदै गरिने पदयात्राका क्रममा चिन्डे गाउँले यात्रुलाई केही समय विश्राम गर्दै गाउँको मौलिक जीवनशैली निहाल्ने अवसर प्रदान गर्छ। बाटोभरि चराचुरुङ्गीको मधुर स्वर, वनको शीतल छहारी र वरिपरिका पहाडी दृश्यले यात्रालाई अझ स्मरणीय बनाउँछन्। लड्केश्वर नामको उत्पत्तिबारे विभिन्न जनश्रुति प्रचलित छन्। स्थानीय बुढापाकाहरूका अनुसार यस क्षेत्रको पुरानो नाम लड्के वा लड्के डाँडा थियो। त्यही स्थानमा महादेव प्रकट भएको विश्वासपछि लड्के र ईश्वर भगवान शब्द मिलेर लड्केश्वर नाम रहन गएको भनिन्छ। यद्यपि यस व्याख्यालाई पुष्टि गर्ने कुनै ऐतिहासिक अभिलेख वा प्रमाण हालसम्म भेटिएको छैन। अर्को किम्वदन्ती अझ रोचक छ। केही स्थानीयका अनुसार समुद्र मन्थनका क्रममा निस्किएको कालकूट विष भगवान शिवले पिएपछि त्यसको प्रभावले अत्यन्त व्याकुल भई यही स्थानमा आएर केही समय लड्किनुभयो, तेर्सो परेर विश्राम गर्नुभयो। त्यसैले यस स्थानको नाम लड्केश्वर रहन गएको भन्ने विश्वास छ। त्यहाँबाट उहाँ पनौती हुँदै गोसाईकुण्डतर्फ प्रस्थान गर्नुभएको भन्ने जनश्रुति पनि सुनिन्छ। व्यक्तिगत रूपमा अलौकिक शक्तिमा विश्वास गर्दिन, तर अरूको आस्थाप्रति पनि प्रश्न उठाउँदिन। मेरा लागि यस्ता कथाहरू इतिहासभन्दा बढी सांस्कृतिक सम्पदा र लोककथाको रूपमा महत्त्वपूर्ण छन्। लड्केश्वर परिसरमा निर्माण गरिएको 108 फिट अग्लो त्रिशूल देख्दा भने अर्को विचार मनमा आउँछ। धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षण महत्त्वपूर्ण भए पनि हाम्रो समाजले कर्म, शिक्षा, विज्ञान र उत्पादनशील विकासभन्दा धार्मिक प्रतीक र संरचनामा बढी आकर्षण देखाएको त होइन भन्ने प्रश्न पनि उठ्छ। सम्भवतः यस्तै प्रवृत्तिले हामीलाई विकासका धेरै क्षेत्रमा पछाडि पारेको हुन सक्छ। आस्था र कर्मबीच सन्तुलन कायम गर्न सके मात्र समाजको समग्र प्रगति सम्भव हुन्छ। अरूको कल्याणको कामना गर्नु, पापबाट डराएर गलत काम नगर्नु तथा पुण्यको भावले स्नेह, करुणा र सद्भाव कायम राख्नु निस्सन्देह सकारात्मक कुरा हुन्। यस्ता मूल्य र व्यवहारले समाजलाई नै राम्रो दिशातर्फ अघि बढाउँछन्। आस्तिक व्यक्तिहरूका लागि यस्ता धार्मिक आस्था र विश्वासले सकारात्मक ऊर्जा, आत्मबल वा मानसिक शान्ति पनि दिन सक्छ। तर मेरो विचारमा गलत काम गरेपछि केवल क्षमा मागेर सबै पाप पखालिन्छ भन्ने विश्वास वा अलौकिक शक्तिप्रति अत्यधिक आश्रित भएर भाग्यले नै वर्तमान र भविष्य बदलिदिन्छ भन्ने धारणा व्यावहारिक लाग्दैन।
मेरो विश्वास कर्म, नैतिकता, विवेक र जिम्मेवारीपूर्ण कार्यमा बढी छ। भविष्य निर्माण गर्ने आधार भाग्यभन्दा पनि आजका कर्म र निर्णयहरू हुन् भन्ने मलाई लाग्छ। बल्थली काभ्रे पलाञ्चोक जिल्लाको पनौती नगरपालिका अन्तर्गत पर्ने एक सुन्दर ग्रामीण बस्ती हो। हरियाली डाँडाकाँडा, सिँढीदार खेत, घना जङ्गल, शान्त वातावरण र परम्परागत गाउँले जीवनशैलीका कारण बल्थली प्रकृति प्रेमी तथा पदयात्रा प्रेमीहरूको लोकप्रिय गन्तव्य बनेको छ। नमो बुद्ध लड्केश्वर बल्थली पदयात्रा मार्गको प्रमुख आकर्षणका रूपमा परिचित बल्थलीले ग्रामीण नेपालको मौलिक संस्कृति र प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्छ। यहाँबाट रोशी र लड्कु खोलाको रमणीय उपत्यका, हरियाली पहाड तथा मौसम सफा भएको नमो बुद्धबाट सुरु हुने यो करिब 15 किलोमिटर लामो पदयात्रा लड्केश्वर र रमणीय बल्थली गाउँ हुँदै ऐतिहासिक खोपासीसम्म पुग्छ। प्राकृतिक सौन्दर्य, हरियाली जङ्गल, ग्रामीण जीवनशैली, धार्मिक आस्था र समृद्ध सांस्कृतिक सम्पदाको सङ्गम अनुभव गर्न चाहनेहरूका लागि यो पदयात्रा उत्कृष्ट गन्तव्य हो। यस यात्राका क्रममा तपाईले शान्त वातावरण, मनोरम हिमाली तथा पहाडी दृश्य, स्थानीय गाउँ बस्ती, खेतबारी, मठ मन्दिर र प्राकृतिक सम्पदाको अवलोकन गर्न सक्नुहुन्छ। वर्षाको हरियाली होस् वा अन्य मौसमको सुन्दरता, यो पदयात्राले हरेक पटक नयाँ अनुभूति दिन्छ। यदि तपाईलाई पदयात्रा, प्रकृति, ग्रामीण पर्यटन र नेपालका लुकेका गन्तव्यहरू मनपर्छन् भने यो पदमार्गमा अवश्य एक पटक जानुहोला। एक जीवन हो, जीवन एक यात्रा हो। यो पदयात्रा हाइकिङको आयोजना गर्ने प्रकृति प्रेमी समूह सातो बाटोलाई हार्दिक धन्यवाद। कृपया यो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्नुहोला है।